गरी खान पर्यो यो पनि एउटा सिप नै हो यो चलाउनलाई पनि मान्छेले जान्न पर्छ कलम चलाउनु मात्रै सिप होइन यो पनि एउटा सिप हो ल तान 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 खन्दैछ यस काम गर्छ गर्नै पर्यो परिस्थितिले पनि कसैले यार गरिदैन के गर्नु तो चलिए शुरू करते हैं वेलकम ब्याक माई न्यू ब्लग आज पनि मैले ब्लग ल्याइसकेँ धेरै पछि आजको ब्लग पनि हाम्रो ड्याङ खने ब्लग धेरै पछि चाहिँ लङ ब्लग ल्याएको छु सबैले इन्जोय गरेर हेरिदिनु होला इस आज यहाँ ड्याङ खन्ने एकदम डनडनहरू छ कोही झाडु खन्ने कोही गर्ने कोही खन्ने म यता म पनि खन्ने अनि जस हाम्रो गाउँको भ्यू रमाइलो छ ए दिस इज 7 नम्बर यो घर चाहिँ 7 नम्बर अनि हामी अहिलेसम्म 6 नम्बर अनि खन्ने भइरहेको छ ल छिटो खना हो बुढा ल खना खना हो यो धेरै पछि ब्लग नआउनुको कारण चाहिँ के हो भन्दाखेरि अब यो यस्तै कामको कारणले अब खासै बनाइरहनु भ्याउँदैन अनि त्यो कारणले चाहिँ ब्लग ढिलो भइरहन्छ मैले मिनी ब्लग चाहिँ बनाउँछु मिनी ब्लग त आइरहन्छ बिस्तारै बिस्तारो अब अनि आज चाहिँ अब अन्तिम भइसक्यो अनि त्यही लङ ब्लग बनाइदिएको मैले हाम्रो चाहिँ अब यो पछि चाहिँ अब एउटा मेला छ अनि अन्तिम नै हो यो खन्दैछ बहिनीहरू यत्तिकै खन्ने चाहिँ हुनुपर्छ है केटी मान्छे भइसकेपछि काममा भनेको सानो ठुलो हुँदैन सबै काम बराबर हुन्छ गर्नु पर्यो काम सबै केटी मान्छे मात्रै केटा मान्छे खोइ भन्नु होला केटा मान्छे हुनु त हुन्छ अब कोही कोही बेला म अङ्कलहरू हुन्छ अब कोही कोही बेला मात्र आउनुहुन्छ क्या यस्तो हुन्छ क्या अब उनीहरू चाहिँ एक दिन खन्छ पानीले भिज्यो भने ज्वरो आउँछ हामी भनेको चाहिँ दिनकै पानीले भिज्दैन म अस्ति ज्वरो आयो एकचोटि ज्वरो आएर पनि मैले औषधि देखाएर निको बनाएर पनि म एकदम तयार भइसकेको छु खन्नुको लागि ए ओ तल घर गएर आउँछ एकछिन ट्राइपोड लिएर ट्राइपोड भनेको त्यो मोबाइल राख्ने मेरो ओछ्यानमा छ सिरानपट्टि यहाँ खन्ने डिस कोदालो अब हाम खने ए मलाई हाल्न बिर्सिहाल्यो नि ल छिटो मलाई हाल यो कोदालो चाहिँ कस्तो नि यहाँनिर आँखला छ क्या यहाँनिर आँखला भइसकेपछि हात खान्छ अनि अलिकति खेलाउन जो कोही मान्दैन कोदाली पनि ठुलो छ अब हामी मोल छर्छौँ अनि गर्छौँ ए हामी मोल नछर्दा टिन्ड्याङ खनिसक्यौँ म धक्का आइरहेछु ल आउन ल तान 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 एकदम 22 पुतलीको 22 मुस्कान दिएर मोल छरिरहेछ बोर्डिङको गाडी गयो उता यहाँ खन्ने आजको काम हाम्रो टास्क तर मलाई त भोक लागिसक्यो हामीले मोल छर पनि एक ड्याङ खनिसक्यौँ योले गएर यो ल्याइसक्यो ट्राइपोड अब म भिडियो बनाउँछु यसले अब चाहिँ मान्छे समाउनु पर्दैन अब यसले समाउँछ मोबाइल यता खन्दै हुनुहुन्छ यसले पनि खन्दैछ यस काम गर्छ गर्नै पर्यो परिस्थितिले पनि कसैले यार गरिँदैन के गर्नु ल अब म एकछिन ट्राइपोडबाट अब ट्राइपोड सेट गरेर म भिडियो बनाउँछु अब ल अब म खन्छु मेरो फालो
डिस कोदालो मैले सधैँ खोलाएर नि कोदालो चाहिँ अस्ति ढुङ्गा भएको मेला खुवाउने थियो दोब्रेर बाजेले त अहिले सँगसँगै बोक्ने खायो के घरको कोदालो चाहिँ मसला घरको कोदालो हाम्रो घरको बाजेको भाइको कोदालो Happy birthday to you. Birthday birthday. गाडी छुट्यो कुन माथि गाडी हो गाडी त Belum ya dah yuk. Kan ada belum ya dah ni. Ini kan bisa kita kau rasa ni kan? Okay. अब यो भन्नु भने आउँदैन यो भन्नु म खन्दा खन्दा थाकिसके पसिना यति धेरै त खाने नै फेरि जब एक डा खाने पनि थाके पसिना यति धेरै आछ अब खाजा खाने भोक लाग्यो खाना हिजो थोरै आएको थियो आज भोक लाग्यो त्यहाँ कमलाले टोक्यो भने त छटपटाइसक्यो उता हुनुहुन्छ भाउजू हाम्रो मोबाइलको धनी उहाँ चाहिँ उहाँकै मोबाइलबाट हो मैले भिडियो बनाउने कोही कोही बेलामा अरू फुपूहरूको पनि बाट पनि बनाउँछु तर मैले प्रायः जस्तो उसकैबाट बनाउँछु किनै छ हौ मैले मोबाइल प्रमिसा यहाँ मेरो कट मिलाको नि देखाउने अघि आइरहेको थियो कि हामी यो चाहिँ हाम्रो सेक्युरिटी गार्ड हो नदेखेर गाडी गयो भने पसिना खायो खाजा खान्छौ त्यसले गिलासमा झै ल्याइसक्यो हाल यार मलाई भोक लाग्यो लास्टै ल हामी खाजा खानु बसिसक्यौँ त्यहाँ चिसो
अनि यहाँ चाहिँ एक्सट्रिम एक्सट्रिम चाहिँ मेरो लागि हो मैले चाहिँ चिसो खाँदिनँ मलाई चाहिँ अब मेलामा म चिसो मलाई चिसो खाँदिनँ अनि सौ दिस एक्सट्रिम उता चिसो लास्टै पसिना आइरहेछ भोक लाग्यो लास्टै राम्रो देखाएको राम्रो देखाएको मलाई सारा कहाँ दिदी खाइरहेछ ब्युटिफुल ब्युटिफुल अब हामी खन्दाखेरि भेट हुन्छौँ हामी खाजा साजा खाएर फेरि उपस्थित भइसकेका छौँ यो घाँस पुर्याउने अब घाँस पुर्याएर खाना लिएर आउने उता खाजा खाएको भाँडा माझ्ने अनि हामी चाहिँ खन्ने उता झाडु खाल्ने अनि म पनि खन्ने म चाहिँ भिडियो बनाउने खन्ने यस्तै छ अनि मलाई जहिले पनि यो त के अरे खन्दैन भिडियो मात्रै बनाउँछ भनेर कति धेरैजनाले प्रत्यक्ष रूपमा भन्नुहुन्छ त्यही भएर आज मैले म काम गरेको देख्नुलाई यो ल्याइसकेँ ल म क्यामेरा सेट गरेको अब जिन्दगीमा गरी खान पर्यो यो पनि एउटा सिप नै हो यो चलाउनलाई पनि मान्छेले जान्न पर्छ कलम चलाउनु मात्रै सिप होइन यो पनि एउटा सिप हो हामी यो चलाउँछौँ छ जिन्दगीमा अरू केही सोच पनि ल यहाँ खन्छ कोही झाडु खाल्छ म लिन गएको उता पछाडि घरमा अब हाम्रो कहाँनिर खन्नुहुन्छ झारुवाको जति मलाई झारुवा खन्नु हौस लाग्यो यहाँ चाहिँ ए कहाँनिर झारुवा खनिरहनु भएछ है साथै मेरो गरिन पर्छ अहिले काम छ हो अनि के अरे बडा घाँसलाई गयो भने यो बडा घाँस भएछ आज मात्रै मिलाइ मैले काटे आज मात्रै के भएछ अरे तपाईँ काम छ अनि साइनल चाहिँ एउटा घाँस काट्नु के रात किन जान्छ उजन हुन्छ आइसक्छ भनेर साइनल त्यसो भन्दै अब म चिसो हाल्छु गएर ल यहाँ खने उता त लगाइराखेन उता यहाँ खन्दै हुनुहुन्छ फेरि चिसो खानुहुन्छ सबैजना ल चिसो खानुहुन्छ अब म चिसो हाल्न गएको फेरि हामी अब यतिकै हो कि अझै खान बाँकी छ कुन यहाँ अब यति खन्न अरे यति यो घाँस राखे जति अनि हाम्रो फिनिस खाना नि खाइन्छ ल अब चिसो खान्छ अरूले अनि पछि फेरि खाँदाखेरि भिडियो गर्नु ल हामीले खानासाना खाइ भ्याएर खाजा चिसो पनि खाना र चिसो सँगसँगै खाएर हामी खन्न आइसक्यौँ
उता चाहिँ त्यो बहिनी भाँडामा देख इसे त कोही खन्न सुरु गर्छ कोही झाडु खाल्दै कोही उ गर्दै अनि म चाहिँ मोबाइल तयारी गर्नुपर्ने भिडियो बनाउन अनि त्यही लिँदै हिँड्दैछु अनि यसो मोल हाल्दै कोही घाँस झार्दै इस काम यस्तै चलिरहेछ ल अब फेरि हामी खनेछौँ यति भाग खनेछौँ अरू भाग खनेर भइसक्यो यति भाग खनेर चाहिँ आजको हाम्रो मेला टास्क पुरा हुन्छ आज चाहिँ हाम्रो यति मात्रै छ अर्को मेला छैन अनि सायद भोलि हुन्छ होला अर्को मेला चाहिँ आज चाहिँ यति मात्रै खनेछौँ हामी म पनि खन्नेछु हाम्रो लाठी दिदी भाइरल लाठी दिदी पनि खनिरहनु भएछ मेरो बाउको मेलामा नभनौँ आज अहिले अङ्कलको भन्नु यो मेलामा खन्यो तेरा बाउ भन्दा हेर्नुहोस् त दर्शक दिनहरू यसरी खनिरहनु भएछ हामीले दुईटा कुरा उपलब्ध गरेको छ भाइ कत्रो होला है सानो सानो अझ ठुलो भएछ काले बढी बढेन सानो काले अहिले अलिक ठुलो अन्त म यहाँ गर्दा यतिकै अबे गान्टी मुला सुसानले मात्रै गान्टी मुला अनि डब्लु भन्यो भने भट्टु भन्छ कति फोटो हेर्ने हो निशा ओके तिमी भन्यो अब चाहिँ हामीले चाहिँ यो भाग खनेर भ्याउनु लाग्यो अब हो त्यो भाग खनेछौँ त्यो खन्नेको बोटनिरको अनि उता झाडु खाल्दै हुनुहुन्छ झाडु खाल्ने टोली चाहिँ उता घरतिर अनि खन्ने टोली चाहिँ यहाँ खन्दैछौँ हाम्रो चाहिँ आएको भिडियो अफ भएछ क्या झिङ्गा मुर्दाले ठेक लाएर खिच्दैछ भने हामी धेरै खन्न परेन ल आजको मेला हाम्रो यतिकै भयो अब सबैलाई बाई बाई टाटा बाई बाई अब भिडियो ढिलाउने यस्तै हो काम भइरहन्छ अब मोबाइल आफ्नो छैन अनि लङ भिडियो बनाउनु चाहिँ गाह्रो हुन्छ अनि सर्ट भिडियो चाहिँ मैले आफ्नो मोबाइलबाट खिचेर जस्तो भए नि हाल्छु अनि लङ भिडियो आउनु चाहिँ गाह्रो हुन्छ यति नै अब जति आउँछ त्यति हेर्ने होला लाइक सब्सक्राइब सबैले गर्ने होला सबैलाई बाई बाई यति भिडियो आजको भिडियो यतिकै भयो